नमस्ते साथीभाइहरू। आज म तपाईँहरूलाई देखाउन गइरहेको छु दोबी खोला कोरिडोर, जुन मैती देवीदेखि सुरु गर्दैछु मैले चाहिँ। यो बाटो पहिला यहाँ वरपरको घरहरू चाहिँ सबै सुकुम्बासीहरू खोला मिचेर बनाएको घरहरू भत्काएर चाहिँ यो बाटो ठुलो बनाएको थियो र पहिला एक साइड मात्रै बाटो थियो। अहिले चाहिँ दुई साइडै खोलाको वारी र पारीमा बाटो खोलेको छ र बाटोको छेउछेउमा चाहिँ यति ठुलो रुखहरू, रुख बिरुवाहरू रङरोगन गरेर यति सफा सुन्दर र राम्रो बनाएको दृश्य छ। अहिले हेर्दाखेरि लाग्छ कि यो बाटो नेपालको नभइकन कुनै विदेशको बाटो जस्तो लाग्दैछ। म तपाईँहरूलाई देखाउन गइरहेको छु यो बाटोको पुरा भिडियो। राम्रोसँग अन्तिमसम्म भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु। र जाँदै जाँदै आइपुग्न लाग्यो रातो, जुन रातो पुलबाट चाहिँ हामी गाउँसभातर्फ पनि जान सक्छौँ र गाउँसभातर्फ पनि जान सक्छौँ। म चाहिँ पुल मुनिबाट जानेछु र पुल मुनिको बाटो हुँदै म तपाईँहरू गोपीकृष्ण हलसम्म जाँदैछु। कति सानो, झन्डै ठोकेको ल ल ल ल ल क्यामेरा नै तल यो बाटोमा चाहिँ अलिकति खन्न नपुगेको रहेछ। झन्डै टाउको नै ठोकेको नि, टाउको मात्रै होइन झन्डै मोबाइलै झरेको। यहाँ चाहिँ अलिकति खन्न पर्ने भएको रहेछ, अलि निहुरेर हिँड्न पर्ने अवस्था रहेछ। यहाँबाट चाहिँ म पनि धेरै पछि आएको हो। यो बाटोमा हेर्न सक्नुहुनेछ दायाँ बायाँ रुखहरू फुल बिरुवा रोपेर यति सफा सुन्दर बनाएको, हेर्दा पनि लोभै लाग्दो दृश्यमा चाहिँ यस राम्रो रहेछ। खोला मिचेर बनाएको घरहरू पनि सबै भत्काइसकेको रहेछ। अहिले चाहिँ दुईवटा बाटो खोलेर राम्रो बनाएको रहेछ बाटो। म पनि धेरै पछि आएको यहाँ छु, हेर्दै जानुहोस् बाटो। अब चाहिँ यहाँनिर आइपुग्यो कालो पुल, जुन कालो पुलबाट चाहिँ तपाईँको चार्टोतर्फ जानु पनि सक्नुहुन्छ। यहाँबाट चाहिँ अब एक साइडबाट चार्टो, अर्को साइड चाहिँ खोइ म हेर्न सक्नुहुन्छ। खोला पनि कति सफा सुन्दर भएछ, जेहोस् धेरै राम्रो भएछ, डेभलप भएको सायद यही नै होला। नेपाल सरकारले चाहिँ धेरै राम्रो गर्नुभएको रहेछ। नेपाल सरकारलाई नै भन्नुपर्छ, एकजनालाई मात्रै बधाई त दिन मिल्दैन। त्यसैले यो कार चाहिँ मेरो अघि मै देखेको थियो, कहाँसम्म पुग्ने रहेछ यो कार पनि। यो बाटो हुँदै यो पनि गोपीकृष्ण हलतर्फ जाँदैछ। मेरो अगाडि मै देखि परेको भइसम्म नै छ। जस ठिक छ, हेर्न सक्नुहुन्छ। सायद आज बिदाको दिन भएर पनि होला, आज गणतन्त्र दिवस भएर पनि होला, अलिकति बाटो गाडीको चाप चाहिँ कमै छ। पहिला हेरि पनि सायद अफिस पनि नभएर पनि होला, अलिक सुनसान छ, चक्रमा छ। अरू बेला त यो बाटो धेरै व्यस्त हुने गर्दछ, किनभने मान्छेले फास्ट ट्र्याकको रूपमा लिन्छ यो बाटोलाई चाहिँ। तपाईँको गोपीकृष्ण हल हुँदै तपाईँको मैती देवीसम्म रिङ रोड भएर आउँदाखेरि धेरै टाढा पर्छ भने यो बाटो चाहिँ अलिकति सर्टकट हुन्छ। तपाईँको देख्न सक्नुहुन्छ यो चाहिँ भत्केको पुल हो, जुन अब गोपीकृष्ण हल धेरै टाढा त छैन। र यो बाटोबाट चाहिँ तपाईँको हरेक ठाउँमा जानलाई सजिलो छ। तपाईँको सर्टकट गोपीकृष्ण हलको पुल मुनिबाट सट्ट आयो भने तिरै तपाईँको जतातिर जानलाई पनि धेरै सजिलो, फास्ट ट्र्याक जस्तो नै भएर पनि होला। सायद मान्छेले धेरै युज गर्छ यो बाटो चाहिँ। जहाँसम्म देखेसम्म पनि यहाँनिर लोकल गाडीहरू पनि पारि साइडमा चाहिँ तपाईँको लोकल गाडीहरू पनि राम्रोसँग चल्छ। आज चाहिँ मैले खासै देख्न सकेको छैन, प्राइभेटहरू पनि चल्छ। यो कालो पुल रातो पुल भत्किएको पुल भनेको त हामीले पहिलेदेखि पनि सुनेको बाटोहरू हो। र यहाँनिर चाहिँ सबैतिर जाने लोकल गाडीहरूको चाहिँ सेवा सुविधाहरू चाहिँ सम्पन्न ठाउँ छ तपाईँको। जस धेरै राम्रो छ बाटो चाहिँ। पहिला चाहिँ म एक साइडबाट मात्रै आएको थिएँ जस्तो लाग्छ पहिला, तर अहिले चाहिँ दुई साइडै छ बाटो। आनन्द सफा सुन्दर हराभरा त्यस विकास हुँदैछ र भएको पनि छ भन्नुपर्छ। हामीले चाहिँ विकास, यतिको विकासलाई चाहिँ हामीले विकास भन्नुपर्छ। जस आनन्द लाग्ने भयो चाहिँ जस सफा सुन्दर हराभरा। आउनुहोस् तपाईँहरू पनि कुनै बेला यो बाटो युज गर्न सक्नुहुन्छ। यसो थाहा नहुनेलाई पनि हामी गोपीकृष्णको पुल मुनिबाट चाहिँ यो बाटो सुरुवात गर्न सक्छौँ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।